नबिल इन्भेस्टमा एसआईपी रिन्युअल कसरी गर्ने? एसआईपी रिन्युअल अर्थात् नवीकरण भन्नाले आफ्नो मच्योर भएको एसआईपीलाई पुनः सुचारू गर्ने प्रक्रियालाई बुझिन्छ। नवीकरण गर्दा तपाईले आफ्नो अनुकूलता अनुसार पुरानो योजनामा केही परिवर्तनहरू पनि गर्न सक्नुहुन्छ। सर्वप्रथम आफ्नो रेजिस्टर्ड अकाउन्ट प्रयोग गरी सिस्टममा लगइन गर्नुहोस्। ड्याशबोर्डको बायाँपट्टि रहेको मेनुको अदर्स सेक्सनमा गई सर्भिस रिक्वेस्ट्समा क्लिक गर्नुहोस् र त्यहाँबाट रिन्यू एसआईपी छनौट गर्नुहोस्। अब रिन्यू एसआईपी पेज खुल्नेछ। त्यहाँ आफ्नो डीम्याट अकाउन्ट र नवीकरण गर्न चाहेको एसआईपी छनौट गर्नुहोस्। त्यसपछि तपाईले स्क्रिनमा आफ्नो हालको एसआईपी विवरणहरू हेर्न सक्नुहुन्छ। अब नयाँ विवरणहरूका लागि कन्फिगर एसआईपी बिलो टु रिन्यू खण्डमा जानुहोस्, जहाँ तपाईले निम्न कुराहरू परिमार्जन गर्न सक्नुहुन्छ। पहिलो, अमेन्ड नेक्स्ट इन्स्टलमेन्ट डेटमा गएर आगामी किस्ताको नयाँ मिति छनौट गर्न सक्नुहुन्छ। दोस्रो, तपाईले आफ्नो नयाँ किस्ता रकम इन्स्टलमेन्ट अमाउन्टमा परिवर्तन गर्न सक्नुहुन्छ। तेस्रो, यदि तपाई भुक्तानीको समय परिवर्तन गर्न चाहनुहुन्छ भने इन्स्टलमेन्ट इन्टरभलमा गएर नयाँ अन्तराल रोज्न सक्नुहुन्छ। चौथो, तपाईले आफ्नो आवश्यकता अनुसार एसआईपी मोडल अर्थात् लिमिटेड वा अनलिमिटेड पनि परिवर्तन गर्न सक्नुहुन्छ। पाँचौं, यदि तपाईले लिमिटेड मोडल रोज्नु भएको छ भने टर्ममा गई थप कति वर्षका लागि नवीकरण गर्ने हो सो अवधि उल्लेख गर्नुहोस्। सबै विवरणहरू मिलाइसकेपछि डेक्लेरेसन चेकबक्समा टिक लगाउनुहोस्, सेन्ड रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् र त्यसपछि कन्फर्म बटनमा क्लिक गर्नुहोस्। प्रक्रिया अगाडि बढाउन सेन्ड ओटीपीमा क्लिक गर्नुहोस् र आफ्नो इमेलमा आएको ओटीपी प्रविष्ट गरी भेरिफाई गर्नुहोस्। प्रमाणीकरण सफल भएपछि तपाईको एसआईपी सफलतापूर्वक नवीकरण हुनेछ। थप जानकारीको लागि नबिल इन्भेस्टमा सम्पर्क गर्नुहोस्।